आज गोपाल वंशको बारेमा सम्पूर्ण जानकारीहरू दिने प्रयत्न गर्नेछु। गोपाल वंशका प्रथम राजा भुक्तमान हुन्। भुक्तमानको उपनाम चाहिँ भूमिगुप्त धर्माकर पनि छन्। व्यक्ति एउटै हो, तर उहाँलाई चाहिँ भूमिगुप्त पनि भन्छ र धर्माकर पनि भन्छ। भुक्तमानको उपनामहरू भूमिगुप्त र धर्माकर हुन्। यस कारणले गर्दा गोपाल वंशका प्रथम राजा भुक्तमान र भुक्तमान भूमिगुप्त धर्माकर जो भने पनि एउटै हुन्। इतिहासकार राइटका अनुसार कति गोपाल वंशका राजा भई शासन गरेका थिए भन्दा 8 जना राजाहरूले शासन सञ्चालन गरेका थिए। उहाँहरू 8 जनाले जम्मा इतिहासकार राइटका अनुसार 521 वर्ष शासन सञ्चालन गर्नुभएका थिए। गोपाल वंशका मुख्य पेसा गाई पालन थियो। अहिर वंशको भैँसी पालन थियो भने गोपाल वंशको चाहिँ गाई पालन उहाँहरूको मुख्य पेसा रहेको थियो। गोपाल वंश चाहिँ दक्षिण भारतबाट नेपाल आएको भन्ने छ र नेपालमा शासन गरिरहेका, नेपालमा बसोबास गरिरहेका नाग जातिका मान्छेहरूसँग चाहिँ युद्ध गरेर उहाँहरूलाई हराएपछि चाहिँ नेपालमा शासन सञ्चालन गोपाल वंशले गरेका थिए र त्यो नाग जातिहरू चाहिँ जहाँबाट गोपाल वंशहरू आएका थिए उतै गएका थिए भन्ने भनाइ छ। यो चाहिँ गोपाल वंशका प्रथम राजा भुक्तमानलाई चाहिँ टेकुको दोभानमा तपस्या गरी बस्ने ऋषिमुनिले चाहिँ भुक्तमानलाई चाहिँ राजा बनाएका थिए, राजा घोषणा गरेका थिए भन्ने भनाइ छ। गोपाल वंशावली अनुसार चाहिँ 505 वर्ष, कर्क पैट्रिक वंशावली अनुसार चाहिँ 491 वर्ष र राइट वंशावली अनुसार 521 वर्ष शासन गरेका थिए भन्ने भनाइ छ। यो चाहिँ वंशावली फरक छ, किनभने यो वंशावली भनेको अध्ययन गर्ने, इतिहासको बारेमा अध्ययन गर्ने यो वंशावली हो। यो 3वटा वंशावलीले छुट्टा-छुट्टै वर्षहरू चाहिँ उहाँहरूले निकाल्नु भएको छ। गोपाल वंशले 505 वर्ष, कर्क पैट्रिक वंशले 491 वर्ष र राइट वंशावलीले 521 वर्ष शासन गरेका थिए भन्ने भनाइ छ। यो चाहिँ हामीले छुट्टा-छुट्टै पढ्नुपर्छ, परीक्षामा त्यही तरिकाले सोध्छ। गोपाल वंशका अन्तिम राजा यक्षगुप्त हुन्। यो पहिलो राजा र अन्तिम राजा चाहिँ एकदमै कन्ठै गर्नुपर्ने हुन्छ। यो धेरै सोधिरहेको प्रश्न पनि हो लोकसेवाले। शासन केन्द्र चाहिँ माता तीर्थमा रहेका थिए। उहाँहरूले माता तीर्थबाट शासन सञ्चालन गर्नुभएको थियो। सबैभन्दा पुरानो वंशावली गोपाल वंशावली हो, जुन चाहिँ हामीले अघि भन्यौँ कर्क पैट्रिक वंशावली, राइट वंशावली, यस्तो यो अध्ययन गर्ने वंशावलीमा चाहिँ सबैभन्दा पुरानो वंशावली भनेको चाहिँ गोपाल वंशावली हो, जुन चाहिँ मल्ल वंशका राजा, जुन हामीले सुधारवादी राजा पनि भनिन्छ, समाज सुधारक राजा पनि भनिन्छ। उहाँ जयस्थिति मल्लको पालामा चाहिँ यो चाहिँ तयार गरिएको थियो गोपाल वंशावली। पशुपतिनाथको ज्योतिर्लिङ्ग कुन वंशको पालामा भेटिएको थियो भन्दा यो गोपाल वंशको पालामा भेटिएको थियो। गोपाल वंशमा नेपालको सिमाना चाहिँ पूर्वमा दुधकोशी, पश्चिममा त्रिशुली, उत्तरमा गोसाइकुण्ड र दक्षिणमा चितलाङसम्म थियो। गोपाल वंशावली अनुसार पशुपति मन्दिर कसले बनाएका थिए भन्दा सुपुष्पले बनाउनु भएका थिए। यो खास चाहिँ पशुपतिनाथको मन्दिर कसले बनाएका थिए मात्र भन्दा चाहिँ प्रचण्डदेवले हुन्, तर गोपाल वंशावली अनुसार भन्यो भने चाहिँ सुपुष्पले बनाएका थिए भनेर भन्नुपर्ने हुन्छ। गोपाल वंशले नामको पछाडि चाहिँ कुन पदवी धारण गरेका थिए भन्दा गुप्त पदवी चाहिँ धारण गरेका थिए अथवा गुप्त भनेर जोडेका थिए, जुन हामीले यक्षगुप्त भन्छौँ, भूमिगुप्त भन्छौँ। जुनै राजाको पछाडि पनि गुप्त भनेर लेखिने गरेको पाइन्छ। आजका लागि यति नै। अबको यस पछाडिको भिडियोमा चाहिँ अहिर वंशको बारेमा सम्पूर्ण जानकारीहरू लोकसेवाले सोध्न सक्ने प्रश्नहरूको बारेमा छलफल अथवा केही जानकारीहरू लिएर आउने नै छु। यस भिडियोलाई मन पर्यो भने लाइक गरिदिनु होला, के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। लोकसेवा सम्बन्धी भिडियोहरू म ल्याइरहनेछु। धन्यवाद।